पौष शुक्ल पूर्णिमादेखि सुरु भएको 1 महिने श्री स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले यस अवधिमा घर घरमा नित्य मध्याह्न कालमा पार्वती सहित महादेवको पूजा गर्दै व्रत बसेका हुन्। साथै स्कन्द पुराण अन्तर्गत केदार खण्डको माघ महात्म्य अर्थात् स्वस्थानी कथा भन्ने सुन्ने परम्पराको पनि आज समापन हुँदैछ। व्रत समापनका दिन व्रतालुले 108 जनै सुपारी, पान, फूल, रोटी, अक्षता, फलफूल, धूप, बत्ती र नैवेद्य चढाई देवीलाई अर्घ्य दिने विधि छ। राति जागराम बसी देवीको महात्म्य सुन्ने सुनाउने चलन छ। यसो गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। स्वस्थानी पूजा आफू बसेको स्थानकी देवीको आराधना हो भन्ने मान्यता छ। आज काठमाडौँ उपत्यकाको शाली नदीमा 1 महिने माधव नारायण व्रत पनि अश्वमेध यज्ञ सहित समापन हुँदैछ। नेवार समुदायले आजको दिनलाई सी पुण्हीका रूपमा मनाउँछन्।